everyone, good morning. Welcome to my another vlog. सम्पूर्णमा शुभ बिहानी। अहिले चाहिँ बिहानको 4 बजिरहेछ। आज चाहिँ हामी यति बेला उठ्यौं। सो छोरालाई चिया खान मन लाग्यो रे। अहिले उठेर चिया बनाइदिएर छोराले चिया खाइसक्यो। अनि मैले तातो पानी तताएर खाँदैछु। सो के गर्ने, छोराछोरीको सरह पुग्नै पर्यो। रातिको 4 बजे उठेर बिहानको 4 बजे उठेर चिया बनाएर चिया र भुजा खाएर सुत्नु भएको छैन, पल्टिनु भएको छ। कहाँ हुनुहुन्छ बाबु? तपाईँ त्यहाँ हुनुहुन्छ? सो त्यही भएर यति बेला ब्लग स्टार्ट गरिरहेको छु। सम्पूर्णमा मेरो ब्लग पुगोस्, सम्पूर्णले मेरो ब्लगलाई माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला। सो यति भन्न चाहन्छु, आजको अपडेट दिने नै छु। लेट्स सी गाइस, यताको मौसम यस्तो छ। सो 11 बजिसक्यो तर पनि हुस्सु नै हुस्सु छ। मैले चाहिँ बाबुलाई स्कुल छोडाएर आइसकेँ, खानापिना भइसक्यो। अब भाडा दिने छ, घरको काम गर्ने छ। सो यताको मौसम देखाउँछु ल। अहिले चाहिँ म के भन्छ कुवा पछाडि कुवा हेर्छु। गाह्रो छ, यस्तो चिसो छ। गाह्रो छ नि, गाह्रो छ नि, बाँच्न गाह्रो छ चिसोमा। यस्तो छ। मेरो घरमा मन बस्ने बाटो यिनीहरू नै हो, मेरो सम्पत्ति भने पनि जे भने पनि यिनीहरू नै हो। सो यिनीहरूलाई घरमा अब चारो पानी यताउति गर्दा टाइम कति बेला जान्छ थाहै हुँदैन। अब छोरा पनि स्कुल गइहाल्छ अनि यिनीहरूसँगै हो मेरो मन बोलाउने। यिनी त ठुलो भइसके अनि त्यो सानो बच्चाहरू पनि छ यसमा। सो यिनी बच्चाहरू चाहिँ यति सानो छ, यसरी खेलिरहेछ। के गर्ने, चिसो घुस्छ सानो बच्चाहरूलाई, त्यही भएर तन्ना उडाएर चिसो नपसोस् भनेर सानो बच्चाहरूलाई 10वटा बच्चाहरू थिए, 2वटा चिसोले मरिसक्यो। अब 7वटा मात्रै छ। हेरौँ कतिवटा बाँच्दो रहेछ। योभन्दा अगाडि लिएको त्यति बेला त बाँचे थिए, 40वटा लिएको, 40वटा चाहिँ बाँचे थिए। अहिले चाहिँ के हुन्छ हेरौँ। यस्तो चिसो छ। के गर्नु, घरमा बसेर त्यत्तिकै फाल्तु बस्न मन लाग्दैन। अब केही न केही गर्नै पर्यो। हातभर रिसिभ भएर पनि काम छैन। सो त्यही भएर सुँगुरहरू, चल्लाहरू, हाँसहरू पालेर बस्छु म। बाख्राहरू पनि त्यो मर्यो। अहिले चाहिँ सुँगुरहरू, चल्ला, हाँसहरू मात्रै छ।
सो के गर्ने, हातभरि पार्लरको सिप भएर पनि काम छैन। सो अहिले चाहिँ 12 बजिसक्यो। आज चाहिँ घाम लागेको छ, यस्तो मजाको घाम लागेको छ, सुत्ने जस्तो घाममा। सो आज चाहिँ मामा घर जानुपर्ने छ। परा र खेलेको भैलेको पिकनिक आज खाँदैछन् मामा घर। सो म पनि खेलेको थिएँ नि त, त्यही भएर मलाई पनि फोन गरेर माइजूहरूले बोलाइरहनु भएको। सो त्यहीँ जाने हो। अहिले चाहिँ बाबु स्कुल गएको छ, अहिले चाहिँ जाँदिनँ। ट्याक्क 1 बजे आउँछ स्कुलबाट, त्यति बेलासम्म घरको सबै काम सकेर रेडी हुने हो। अनि त्यसपछि जाने हो पिकनिक खान। अपडेट दिने नै छु। लेट्स गो। हामी चाहिँ रेडी भएर बाटोमा छ कि मामा घर जाँदैछौँ। हामी चाहिँ आइसक्यौँ, बाटोमा छौँ। सो अहिले चाहिँ जाँदैछौँ। हेमन्तापुरबाट जाने भनेको अटो भेट्यो माइतको गाउँको, हामी त्यही अटोमा आएको। यता मनकीपुरको बाटोबाट आइरहेछौँ। अहिले चाहिँ चिरामा छौँ, बाँसको घर मात्रै छ, बाटोमा छौँ। के गर्ने, गाह्रो छ हिँड्नु पर्यो। उताबाट गएको भए झन् धेरै हिँड्नु पर्थ्यो, यताबाट त्यस्तो हिँड्नु पर्दैन, थोरै हिँड्नुपर्छ। हामी चाहिँ आइसक्यौँ। हरेक अपडेट दिने नै छु आजको। लेट्स गो। हामी चाहिँ आइपुग्यौँ। अब 1 मिनटको बाटो छ यहाँबाट त्यहाँ जानलाई। आइसक्यौँ, जाँदैछौँ, बाटोमा छौँ, हिँडिरहेछौँ। त्यता हो देखाउने नै छु। माइजूहरूसँग पनि भेट भइसक्यो। माइजूहरू जाँदै हुनुहुन्छ। अहिले चाहिँ बाटोमै छौँ, लोकेसनतर्फ जाँदैछौँ। हेर्दै जानु के हुन्छ।
लेट्स सी साइली माइजू म कस्तो भएको छु हेर नि रेखा थापा जस्तो हजुर आमा आउनु चाहिँ सकिम लोकेसन नै हो आइसक्यौँ आज पिकनिक हेलो एभ्रिवान म चाहिँ जङ्गलमा छु अनि दाउरा लिन दाउरा काट्न दाउरा खोज्न रुखमा चढेर यो रुखमा चढेर दाउरा झार्छु त्यसपछि सो चाहिँ प्राणी वन जङ्गल हामी चाहिँ दाउरा खोज्दा खोज्दा जङ्गलको भित्र पुगिसक्यौँ अगाडिको रुखमा दाउरा पनि रहेन रहेछ त्यही भएर अब खोज्दा खोज्दा यता आइसक्यौँ मासु खानको लागि यस्तो भिडियो बनाइरहेछ हामी चाहिँ भाइरल हुनुपर्छ है ओ गाइज हामी चाहिँ आज रानी वनमा हामी पिकनिक खान आइरहेका छौँ तर यहाँ त दाउरा पनि एउटा रहेन छ जङ्गलमा है सब दाउराहरू जनावरले लगिसक्यो छ जनावरले त चाहिँ नभन्दा पनि गाउँको मान्छेहरूले लगिसकेछ गाइज हामी चाहिँ यहाँ रानी वन भन्ने ठाउँमा आएको छौँ अर्को मेरो बेबी रुखमा चढ्नु भएको छ माथि हुनुहुन्छ अम्रैको रुखमा अम्रै त छैन तर दाउरा छ कि भनेर जानु भएको छ गाइज हो ओहो झार्नुभयो गाइज टाउन फुटाल्दै नानी वाउ दाउरा पनि खसिसक्यो गाइज हेर्नु सक्नुहुन्छ गाइज हेर्न सक्नुहुन्छ कि ओहो राम्रो झलक हेर्नुहोस् हामी चाहिँ भैमा बसेर यस्तो गरेर हेरेको मात्रै हो है त्यस्तो गर्नु झालेको तिम्रो याद आउला के भन्छ अरू त मेला गएको छ पल्साह हिरोलाई हेर्न हामी चाहिँ जङ्गलमा आउनु परेको छ गाइस यस्तो पीडा छ कि कुरै छोड्नुहोस् हाम्रो पछाडि पनि छ नि झालेको किन आएन क्या आया बोल्नु आछ नै त्यहाँ रातो झलेको तिम्रो याद वनमा छ है तर माइलो पिकनिक खान आएका छौँ हामी हाम्रो भान्जीलाई हेर्न सक्नुहुन्छ गाइज कहाँ पुग्नु भयो उहाँ अलिकति मात्र देखिनु भएको छ ल गाइज यति माथि चढेको चाहिँ पाइन्ट लगाएर खस्सीले पुवात पाइन्ट त्वार हुन्छ योहरूको त हेर्नुहोस् गाइज
गाइस अनि हाम्रो दुःख चढेर दाउरा झारिसके हामी चाहिँ जाँदैछौँ एसओ हामी चाहिँ जाँदैछौँ अब अपडेट दिने नै छु लेट्स गो गाइज हामी चाहिँ पिकनिक खान आएको हेर्छु यो चाहिँ के ड्याम रे यो रानीताल यो चाहिँ आउनु होला हजुरहरू पनि आउन चाहेमा यतातिरको झलक पनि देखाइदिनुहोस् न यता ड्याम देखाइदिनु पोहोर सालको भोलिको अहिले चाहिँ खाइरहेको है हामी 2 वर्षपछि खाइरहेको कस्तो होला आज यस्तो मिठो हुन्छ कि मासु चाहिँ यसरी खाइरहेको यस्तो छ हावा लगाइरहेछ चिसो गरिरहेछ सो अब चाहिँ घर जाने हो एकछिनमा छेउ लगाइरहेछ के गर्ने छेउ मानेर पनि नआउनु पर्ने थियो आइहालेँ अब एडजस्ट त गर्नै पर्यो बोर लगाइरहेछ एक्लै यस्तै त हो नि होइन यति बेला भइसक्यो न घर जाने ठेगान छ न केही छ यस्तो छ जो घरि झ्याउ लाग्दो सो एभ्रिवान 5 बजिसक्यो अहिलेसम्म घर जाने ठेगान छैन ढिला हुन्छ होला घर जान मार्सन घरमा यस्तो छ नआउनु पर्ने आइहाले सो यस्तो छ अब चाहिँ घर जाने हो अहिले चाहिँ हामी घर जाँदैछौँ गाडीबाट झरिसक्यौँ यति बेला भइसक्यो 5:30 भइसक्यो घरमा बिजोग होला सबै ताल्ला गाडी हिँडेको बेलुका पनि भइसक्यो चल्लाहरूलाई चिसोमा कराइरह होला नि अब जाने हो घर धन्दा गर्ने हो त्यस्तै त हो अहिले चाहिँ म घरमा छु घर आइसकेँ आएर पनि घरको काम धन्दाहरू सकेर लालावाला उलेर सबै कामहरू सकेर अब फ्री भए भर्खर सो त्यही हो अब दिउँसोहरूको भागदौड यताउता गर्दा टाइम गएको थाहै भएन अब त मामा घरतिर जानु मन थिएन तर अब माइजूहरूले फोन गरेर बोलाइ गरेर गएको गएर पनि आइसकेँ अनि यही हो आजको भ्लग यति नै अब सबैले माया दिनु होला साथ सपोर्ट दिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला सो यति भन्दै सबैलाई शुभरात्रि र आजको भ्लग यति नै फेरि अर्को भ्लगमा भेट हुने नै छ सो बाई बाई टेक केयर